सुकुम्बासीका नाममा हुकुमबासीको रजाई देखेपछि बालेनले चलाएका हुन् डोजर। नगर प्रमुख हुँदा नै गरेका थिए सक्कली र नक्कली सुकुम्बासीको पहिचान। हो दर्शकबिन, काठमाडौँका नदी किनारका अधिकांश सुकुम्बासी बस्तीमा बालेन शाहको डोजर चलेको छ। तर डोजर यसपटक मात्रै चलेको होइन, यस अघि पनि पटक पटक चलेका थिए। जतिखेर बालेन शाह प्रधानमन्त्री होइन, काठमाडौँ महानगरपालिकाका मेयर रहेका थिए। तर त्यतिखेर सत्तामा केपी शर्मा ओली भएको र ओलीकै संरक्षणमा रहेका हुकुमबासीहरूले सुकुम्बासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेकाले त्यतिखेर बालेन शाह सफल भने हुन सकेनन्। त्यतिखेर अवस्था मुठभेड र झडपसम्म पुगेपछि बालेनको डोजर र महानगरका प्रहरी बल ब्याक हुन बाध्य भएका थिए। पछि अदालतले हस्तक्षेप गरेर बस्ती हटाउने बालेनको योजनामा अंकुश लगाइदिएको थियो। तर जसै बालेनले केपी शर्मा ओलीलाई हराएर देशको बागडोर आफ्नै हातमा लिए, तब उनले राज्यका सबै शक्ति लगाएर आफ्नो योजना पूरा गरी छाडे। बालेनको स्पष्ट अडान छ, खोला वा नदी किनारका सुकुम्बासी बस्तीहरूका वास्तविक सुकुम्बासीहरू सुरक्षित ठाउँमा स्थानान्तरणको पक्षमा रहेका छन्। तर जो सुकुम्बासीका नाममा देशका विभिन्न ठाउँमा घर र जग्गा जमिन भएका हुकुमबासीहरू छन्, उनीहरू राजनैतिक संरक्षणको आडमा सो ठाउँ छाड्न इन्कार गरिरहेका छन्। किनभने अहिले उनीहरूले सुकुम्बासीको नाममा हडपिरहेको राज्यको जमिन गुमाएमा राज्यले वास्तविक सुकुम्बासी पहिचान